Hello and good morning. Namaste सबजनालाई. Welcome back to my another new video. आज फेरि बिहान मैले नयाँ भिडियो लिएर आइसकेको छु. तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ सनराइज हुँदैछ हैन. यसरी सनराइज हुँदैछ देख्न सक्नुहुन्छ. यहाँ हामीसँग साथमा हुनुहुन्छ सुलेमान भाइ. अस्सलाम वालेकुम भाइ. रमजान करीम. रमजान स्टार्ट भइसक्यो हैन यहाँ साउदी अरबमा. अनि हामी चाहिँ आज दुई जना दाजुभाइ जादै छौं घुम्नलाई यसो बजारतिर. के कामले गएको भनेर चाहिँ त्यो तपाईहरुलाई पछि भिडियोमा थाहा हुनेछ अथवा सबटाइटल हेरेर नै तपाईहरुले थाहा पाउन सक्नुहुनेछ. अनि तपाईहरुलाई म मिल्यो भने यहाँ अलिकति हाम्रो प्रोग्रेसहरु भएको प्रोजेक्टको कति कामहरु भइराछ अनि त्यो पनि देखाउने छु है त. विल सी यु गाइज. घाँटी बसेछ मेरो अलिकति चिसोले गर्दाखेरि. अनि वेदर चाहिँ यहाँ अहिले स्टिल मार्च स्टार्ट भइसक्यो हैन तुरेफमा साउदी अरबको तुरेफमा मार्च स्टार्ट भइसक्यो. त्यही पनि अझै पनि चिसो चाहिँ घटेको छैन. राति चाहिँ चिसो दिउँसो चाहिँ अलिकति नर्मल जस्तो भएको छ हैन. कति लगभग 15-16 डिग्री सेल्सियस जान्छ दिउँसो चाहिँ. तर राति चाहिँ एकदमै चिसो छ. एकदम अहिले स्टिल चिसो गएको छैन. आमा यहाँको चिसोलाई चाहिँ मान्नुपर्छ. लास्टै चिसो छ है. यदि तपाईहरुलाई विश्वास लाग्दैन गफ हाने जस्तो लाग्छ भने तपाईहरुले गुगल गरेर सर्च पनि गर्न सक्नुहुन्छ. साउदी अरेबिया तुरेफ TURAIF तुरेफ भनेर हान्नुस् हैन. तपाईहरुले चाहिँ थाहा पाउन सक्नुहुन्छ कि कतिको वेदर कन्डिसन कस्तो छ यहाँको भनेर. यो चाहिँ हाम्रो वास एन्ड OSBL प्रोजेक्ट हो. यहाँबाट चाहिँ सुरु हुन्छ हैन यताबाट. तर उता परसम्म छ है प्रोग्रेस चाहिँ हुँदैछ. फाउन्डेसन चाहिँ अब जस्तोको तस्तै छ. अब यहाँ उहरू हाल्छ के भन्छ यो बीमहरु के स्टिल स्ट्रक्चर बीमहरु हाल्छ अनि त्यसपछि थाहा हुन्छ. पत्ता नै चल्दैन. यस्तै छ प्रोजेक्टको काम चाहिँ. यही हो है प्रोजेक्ट चाहिँ अहिलेको. यो फस्फेट 3 को 1 हो है. 3 को 1 फस्फेट 3 अनि 1 यस्तो 1 2 3 गरेर त्यस्तो थुप्रैसम्म हुन्छ होला. तर यो चाहिँ अहिले 1 को काम हुँदैछ यहाँ. OSBL को वास प्रोजेक्ट हैन. मादेनको वास प्रोजेक्ट. अनि त्यसपछि त्यसमा पनि साप एन्ड पाप र उते हुन्छ के साप एन्ड पाप र OSBL दुईटा हुन्छ. यो चाहिँ अब परसम्म छ यसको काम चाहिँ. अनि यता चाहिँ स्ट्रक्चरहरु राखेछ यहाँनिर. अनि यही स्ट्रक्चरहरु चाहिँ हाल्दै जान्छ यो फाउन्डेसन माथि. यो यहाँ एउटा हालेको छ यो बीम स्ट्रक्चर हैन फाउन्डेसन एउटा चाहिँ हालेको छ. अब यसरी नै यहाँ अब सबै हाल्दै जान्छ. यता चाहिँ स्ट्रक्चरहरु चाहिँ उता हाम्रो लेडाउन अगाडि पनि राखेछ. काम गर्ने कामदारहरु देख्न सक्नुहुन्छ वर्करहरु कसरी ड्युटी सुरु भइसकेछ भनेर बिहान. यति नै हो. यतातिर पनि यसरी बनाउँदैछ है. यिनीहरु चाहिँ यहाँबाट चाहिँ उतासम्म हुन्छ के परसम्म छ हैन. अब यिनीहरुले यहाँ के गराउन लागेको हो त्यो चाहिँ अब एक्ज्याक्टली हामीलाई थाहा हुँदैन. पछि बनिसकेपछि थाहा हुन्छ. यहाँबाट चाहिँ सायद त्यो कनेक्ट हुन्छ होला क्या. त्यो उतापट्टिको प्रोजेक्ट छ नि पुरानो प्रोजेक्ट त्यो प्रोजेक्टसँग कनेक्सन गर्छ होला क्या. यो यहाँबाट पाइप लाइनहरु जान्छ होला जहाँसम्म मलाई लागिरहेछ. किनकि यो फाउन्डेसन चाहिँ तपाईको उता पर लास्टसम्म छ क्या. वहीँसम्म छ बाटोसम्मै छ. यसरी नै बनाएको छ कि यिनीहरूले खनेर यहाँबाट. यो चाहिँ उतासम्म देखिन्छ. यहाँ देख्न सक्नुहुन्छ फर्स्ट प्रोजेक्टको बोर्ड. यस्तै छ साउदी अरेबियामा. कस्तो छ भने जस्तो लाग्छ होला. यस्तै छ खुला केही पनि छैन मरुभूमि हो. यो चाहिँ सबै यिनीहरू देखिरहेको. यिनीहरू सबै त्यो काम गर्दै रातभरि काम गर्छ नि. बत्ती सत्ती लगाएर काम गर्छ यहाँ नाइटमा काम गर्ने भएर. यस्तै छ. अहिले चाहिँ हामी तुरेफ सिटी आइसक्यो हैन. अब त्यस्तो खासै काम त केही पनि छैन. हामीहरु चाहिँ रेगुलर चेकअप गर्न लागेको.
चाहिँ हामी तुरेप सिटीभित्र छौँ होइन। एकदम सुनसान छ कि बिहानको टाइममा। बिहान अहिले कति 8 बजेर 16-17 मिनट बस होइन। यस्तो सुनसान छ यार, कोही पनि हिँडेको छैन मान्छेहरू। चाहिँ अहिले सुलेमान भाइले गाडी चलाउँदैछन् होइन। सुलेमान भाइ अगाडिबाट पुलिस आइरहेछ भन्दैछ यसले। अगाडिबाट चरक्क घाम लागिरहेछ। चरक्क त होइन, जस अगाडि घाम लागिरहेछ होइन। केही सुनसान छ कि एउटा मान्छे पनि छैन। एउटा मान्छे भुत्लो पनि छ। हामी घुम्दा घुम्दै एउटा सपमा आयो होइन। यो सपमा चाहिँ के छ यार, यस्तो दामी बन्दुक अनि तरवाल, यहाँको त्यो लोकल उहरू रहेछ, दामी रहेछ तरवालहरू। अनि यहाँ गन पनि छ है, तर यो सजाउनको लागि होला, नट फर युज। यहाँ पनि छ तरवालहरू। यहाँ चाहिँ पुरा चिया खाने भाँडाहरू रहेछ, दामी यहाँ। यस्तै सामानहरू रहेछ, चामलहरू, रासन पानीहरू, सर्फ, स्याम्पू, के चाहिन्छ। ग्रीन टी नहीं मिला। अहिले चाहिँ हामी घुम्दै फिर्दै मार्केट एरियामा आइसकेको छ होइन। हाम्रो गाडी चाहिँ यहाँ छ। सुलेमानले गाडी चाहिँ टल्काएर राखेको छ है। हाम्रो पाकिस्तानी भाइ सुलेमानले अघि देख्नुभयो होला, उसले चाहिँ गाडी टल्काएर राखेछ, चिटिक्क पारेर राखेछ। मैले पनि चलाएँ, उसले पनि चलायो, पालै पिलो चलाइरहेछौँ हामीले। अनि कता छ खोज्दै जानु पऱ्यो। मैले गाडी अघि उता पार्किङमा थियो, त्यहाँबाट घुमाएर यताबाट लिएर आएँ। त्यो मान्छे चाहिँ कता छ, मलाई त यता आइज भनेर बोलाइरहेको थियो। म यता छु भन्दै थियो। हेरौँ है त कहाँ छ। यहाँ रहेछ। हेलो सुलेमान भाई, बहुत हैंडसम लग रहे हो। क्या इसका राज क्या है? मेरा बीवी तो कंफ्यूज हो गया था यार, वो बोल रहा था कौन है ये, अमेरिकन जैसा लग रहा है। मैं बोला हाँ ब्रिटिश का आदमी है। बाद में आप हिंदी बोला ना, उर्दू बोला ना, उसके बाद पता चल गया। हो गया? माशाल्लाह माशाल्लाह, किसी का नजर ना लगे। हेलो गाइज भनेर कति भन्नु होइन। भने अहिले चाहिँ हामीहरू के भयो भन्दाखेरि त्यहाँ गयो अजाम भन्ने ठाउँमा। त्यहाँ अलि दुईवटा सामान लिनु थियो, दुईवटा सामान लियो। अनि त्यसपछि खास एक्चुअली चाहिँ मेरो यहाँ मेडिकल थियो कि, मेडिकल चेकअप थियो आज। अनि मेडिकल चेकअप गर्छु भनेर हिजो प्लानिङ गरेँ। अनि त्यसपछि प्लानिङ चाहिँ अलिक अगाडिदेखि नै हो, 2-3 दिन अगाडिदेखि नै मेडिकल गर्छु भनेर भनिरहेको थिएँ होइन। तर के भन्यो भन्दाखेरि अब मिलेकै थिएन कि, टाइमिङ मिलाइदिनु, कामहरू थियो होइन, कामहरू पेन्डिङ भइरहेको थियो। अनि आज चाहिँ जानु पर्ला भनेर मैले सोचिरहेको थिएँ। अनि आज आएको त बन्द रहेछ। बिहानै आएको हामी उताबाट अफिसबाट 7 बजे लगभग, बिहान 7 बजी हिँडेको उताबाट। यहाँ 8 बजीतिर आइपुगेको थियो होला, 7:30-8 बजीतिर। अनि आयो, अनि आएर के गर्ने, कुर्यो 10 बजीसम्म कुर्यो, खुल्लेन। अनि त्यसपछि फेरि यता आयो। अनि त्यसपछि उसको कपाल काट्न गयो, यताउता डुल्यो, सामानहरू किने गयो, ओथेममा गयो। अनि ओथेमबाट पनि 1-2टा सामानहरू लियो। अनि त्यही हो, फर्क्यो। अहिले 12:15 गइरहेको छ। टाइमिङ यहीँ चाहिँ 12:14 टाइम दिखाएको थोड़ा अच्छा छ। सही हो देखना। 12:14 गयो, फर्क्यो। अनि त्यसपछि आज केही काम पनि भएन भन्नाले, काम भएन भन्नाले अब मेन काम चाहिँ भएन। त्यस चेकअपको लागि आएको थिएँ, चेकअप नै गर्नु। खाँसी सन्चो भएको छैन अचम्म, मेन स्लो, त्यसैको लागि आएको हो। 100 तक जा सकता है ना फिर।
हाँ भाई, आज क्या दिन ही खराब है क्या? पूरा कुछ भी नहीं काम हो रहा है। उधर गया, आपका हेयर कटिंग हो गया, लेकिन मेरा चेकअप नहीं हुआ है ना। और उसके बाद ये खबूस लेने के लिए गया, उसमें भी कुछ नहीं मिला। क्या है भाई? हाँ, आज दिन ही खराब है जैसा लग रहा है ना। दिन भी ऐसा, मौसम भी सुहाना कैसा लग रहा है। आज काम केही पनि भएन होइन, त्यही भएर हामी दुईजना चाहिँ बुढो छ, उसको चाहिँ रोजा छ होइन। मेरो पनि रोजा जस्तै भएको छ, मैले पनि केही खाएको छैन होइन। आज चाहिँ टाइम कति भइसक्यो? 12:43 भइसक्यो है। बाटोमा आउँदै रोजा जस्तै भएको छ, केही खाएको छैन। अब लन्च ब्रेक पनि कति 12:15 हो। 12:15 साढे 1 बजीसम्म हो। लन्च ब्रेक पनि सकिँदै आइसक्यो। हामी जाँदै सायद लन्च ब्रेक पनि सकिन्छ होला। अनि केही खाएको छैन आज। मैले पानी पनि खाएको छैन क्या। इवन पानी भी नहीं पिया है भाई। रोजा ही है आज मेरा। मेडिकल गया था, रोजा ही कर दिया आज। सुलेमान भाई भी रोजा में है। रमजान का महीना है। स्लो। अब अहिले चाहिँ लगभग भिडियोहरू चाहिँ त्यस्तो खासै राम्रो भएको छैन होला, जहाँसम्म मलाई लाग्छ है। मेरो विचारमा चाहिँ त्यस्तो भिडियोहरू मैले राम्रो दिन सकेको छैन होला। जहिले पनि त्यही गाडीमा उतातुरेर गएको अनि आएको मात्रै भिडियो हुन्छ है। अनि अफिसतिर भिडियोहरू पनि गराउन खासै मिल्दैन। अब काममा भइन्छ अनि सबैजना काममै व्यस्त भइन्छ। अनि त्यही भएर त्यस्तो त्यो अब कामको भिडियो पनि कहाँ अब अरूलाई डिस्टर्ब गरी भिडियो बनाइराख्ने होइन। त्यो पनि तपाईँहरूले पनि बुझ्नु पऱ्यो। अब मिलेसम्म त बनाउँला। अनि अब हाम्रो छुट्टी पनि खासै हुँदैन। अनि त्यो शुक्रबार एक दिन छुट्टी हुन्छ, त्यसमा पनि अब सुतिन्छ होइन। अब कहिले फुर्सद मिल्छ। त्यो क्याम्पको पनि अहिले बन्दै छ क्या, हाम्रो रोडहरू बन्दै छ। त्यो रोडहरू बनिसकेपछि अलिकति व्यवस्थित भइसकेपछि चाहिँ मैले क्याम्पको भिडियो पनि बनाउने बाचा राखेको छु। तपाईँहरूसँग त्यो मेरो बाचा नै छ होइन। म क्याम्पको भिडियो पनि बनाउने छु। अनि यहाँ चाहिँ पेट्रोल पम्प छ। यो चाहिँ एउटा सबभन्दा नजिकको पेट्रोल पम्प भनेको यही हो, हाम्रो क्याम्प र कम्पनीको अगाडिको। अनि यहाँ पनि के सामानहरू पाउँछ है। अनि यस्तो खासै केही पनि छैन कि यो ठाउँमा। ओपन छ होइन, केही पनि छैन। यो मादनको एरिया हो है। अनि स्पिड पनि धेरै चलाउनु पाउँदैन। यो अगाडि तार देख्नुभयो तपाईँहरूले, यो बत्ती बाल्दै चलाउनु पर्छ है। पुलिसको बत्ती भन्छ यसलाई। पुलिसको साइरन जस्तै बत्ती बाल्दै, साइरन त होइन, जस बत्ती चाहिँ बाल्नुपर्ने हुन्छ। अनि त्यही हो, अरू कुरा त के गर्ने। अब यति नै कुरा गरौँला होइन। यो भिडियो चाहिँ यहीँ एन्ड गर्नु पर्ला है। अब जहिले पनि एउटै भिडियो भइरहेको छ, ड्राइभिङको मात्रै, अब जानेर आउने मात्रै भिडियो भएको छ। खासै त्यस्तो केही पनि छैन भिडियोमा। अनि त्यही हो। अनि यति भन्दै आजलाई चाहिँ यो भिडियो यहीँ एन्ड गर्न चाहन्छु होइन। See you in the next video. Till then, stay safe, stay healthy. Jai Desh, Jai Nepal. Peace. Bye-bye. Oh, these brothers my guys. Know that we fly. Know that they ride or die. Why they wanna move like that?